नमस्ते साथीहरु, आज मैले तपाईहरुलाई फ्रीमा स्लाइड जुन टपिकको लागि पनि हामीले फ्रीमा स्लाइड कसरी पाउन सकिन्छ त त्यसबारे जानकारी दिनेछौं। यसबाट फाइदा के हुन्छ भने हामीलाई आफूले त स्लाइड बनाउनु परेन, फ्रीमा त्यही पनि एकदमै राम्रो जे हुनुपर्ने हो सबै टपिक भकै नै हामीले रेडिमेड स्लाइड पाउन सक्छौं। जुन टपिकको चाहिन्छ त्यही टपिकको पाइन्छ है। त्यो गर्नलाई हामीले त्यो पाउनलाई के गर्नुपर्छ भने सुरुमा हामीले गुगलमा जानुपर्छ। यहाँ गुगलमा गइसकेपछि हामीले मानम कुन टपिकको तपाईहरुलाई स्लाइड चाहियो, जस्तो मानम मलाई अहिले आईसीटी को बारेमा मलाई स्लाइड चाहियो भने के लेख्ने भने आईसीटी त्यसपछि के लेख्ने डबल डट, यो डबल डट त्यसपछि पीपीटीएक्स यति सर्च गर्ने बित्तिकै फर्स्टमा जुन आउँछ स्लाइड शेयर भन्ने वेबसाइटबाट आउँछ। त्यो वेबसाइटमा तपाईहरुले क्लिक गर्नुभयो भने हाम्रो फ्रीमा एकदमै राम्रो स्लाइड तपाईहरुले पाउनुहुन्छ। त्यो तपाईहरुले यसैबाट हेर्नु होला। यसलाई डाउनलोड गर्दाखेरि पैसा माग्छ, त्यसैले यसैबाट तपाई यदि टिचर हुनुहुन्छ भने यसैबाट पढाउन पनि सक्नुहुन्छ, वा यदि तपाई विद्यार्थी हुनुहुन्छ भने यसैबाट आफ्नो नोटहरु पनि लेख्न सक्नुहुन्छ। ल अब मानम मलाई अहिले टेन्सको बारेमा इंग्लिशमा टेन्स हुन्छ नि, टेन्सको बारेमा यदि मलाई स्लाइड चाहियो भने के लेख्ने टेन्स डबल डट पीपीटीएक्स। ल हेर्नु त यहाँ टेन्सको बारेमा पनि स्लाइड आयो। हेर्नु त कति राम्रो टेन्सको मिनिङ भयो, सबै यहाँ स्ट्रक्चरहरु पुरै दिएको छ। ल अब मानम मलाई जाभाको बारेमा स्लाइड चाहियो है। जाभा डबल डट पीपीटीएक्स सर्च गर्यौं भने अब यहाँ आउनु जाभाको बारेमा पनि तपाईहरुले यहाँ मज्जाले स्लाइड पाउन सक्नुहुन्छ। व्हाट इज जाभा, यसको युज, एप्लिकेसन सबै छ है। यसमा तपाईहरुले जे खोज्नुहुन्छ त्यसको बारेमा तपाईहरुले स्लाइड पाउन सक्नुहुन्छ फ्रीमा, एकदमै राम्रो। ल यदि भिडियो मन परेछ भने, यदि भिडियोबाट तपाईहरुलाई फाइदा भएको छ भने भिडियोलाई लाइक गर्नु होला र साथसाथै कमेन्ट पनि गरिदिनु होला। हस्त नमस्कार।